भुन्टीलाई न्याय दिन लागि परेकी सुकुमायालाई निकै ठुलो समस्या भने आइपरेको छ। आफू सुकुमाया हो भुन्टी होइन भन्ने कुराको यथार्थ भुवनले थाहा पाइसकेका छन्। भुवनले सबै कुरा गरिरहेको र बोलिरहेको सुकुमायाको आफ्नै मुखबाट सुनेपछि भुवन पनि निकै रिसाए झैँ गरेर भुन्टीलाई हेरिरहेका थिए। के अब सबै कुरा थाहा पाएका भुवनले आफ्नो भाइ जेलमा परिरहेको र आफ्नै सम्पत्ति भुन्टीको नाममा जाँदै गरेको त्यो देखेर आफ्नी बुहारीलाई न्याय दिनको सट्टा सुकुमायालाई नै उल्टै फसाउने त होइनन्। सारा कुरा थाहा पाइसकेपछि त्यति सजिलै तिनले पनि कहाँ छोड्छन् होला र। तर यहाँ सुकुमायाले आफ्नै मितिनीलाई न्याय दिन खोज्दा आफ्नै ज्यान धरापमा परेको छ। अब आफूलाई नै फ्रडको केस लाग्यो भने अर्थात् भुन्टीको अवतार लिएर अर्थात् भुन्टीको स्वरूप लिएर लुगा चेन्ज गरेर बोल्ने तरिकाहरूलाई परिवर्तन गरेर नाटक गर्दै भूपेन्द्रको सम्पत्तिमा आँखा लगाएको जस्ता केसहरू लाग्न सक्ने छन्। तर त्यसमा भुवनले अब आफ्नी बुहारी भुन्टीलाई निकै माया र सम्मान गर्छन्। इमान्दार र असल बुहारीलाई दुःख नहोस् र उसले पाउनुपर्ने सारा सुविधाहरू फिर्ता दिनुपर्छ। भाइ एकदमै खराब भएकै कारण आज यति राम्रो जोडी छुट्दैछ भन्ने कुरा सबै बुझेका हुन्। तर यति सबै बुझेका भुवनले अब आफ्नी बुहारीको सपोर्टमा सुकुमायालाई केही नगरिकन आफ्नी बुहारीले पाउनुपर्ने हक र अधिकार दिलाए भने कति महान हुने थिए होला। तर यहाँ के हुन्छ भन्ने कुरा टुङ्गो पत्तो लागेको छैन। किनकि भुवन त्यति असल र इमान्दार पनि होइनन्। किनकि सधैँ भुन्टीको सपोर्टमा बोले होलान्। तर कतिपय कुरा उसले बोल्ने शैलीहरूमा फरक पर्ने कुराहरू के हुन् भने गलत गर्ने मान्छेलाई उसले पनि छोड्नेवाला छैनन्। किनकि त्यहाँ अहिले सुकुमायाले भुन्टी बनेर आएर ठुलो गलत गरेको प्रमाण उसले फेला पारिसकेका छन्। तर अब यस्तो भइसकेपछि के हुने हो र कसो गर्लान् भन्नुभन्दा पनि भरिसके भुवनले आफ्नी बुहारीलाई न्याय दिएर आफ्नो भाइलाई पनि जेलबाट निकालेर सबैलाई मिलाएर राख्न सके भने सबैभन्दा महान हुनेछन्। तर उता आफ्नै बहिनीको हालत त्यस्तो खराब भइरहेको छ कि जुन ज्वाइँ र ज्वाइँका परिवारहरूले भूमिकालाई गरी खान दिएका छैनन्। तर हुन त भूमिकाले पनि बारम्बार विगतमा भुन्टीलाई दिएको टर्चरहरू देख्दा र उसले पाएको टर्चर हेर्दा सायद उस्तै लाग्छ र यो पहिलादेखि नै उसले गर्दै आएको कर्मको फल भोगिरहेकी हुन्। सानो हेर त मामु